सायद तपाईँ पनि फिसिङ गर्ने सोचमा हुनुहुन्छ। पहिलो कुरा के सोच्नुहुन्छ, कुन रड किन्ने, कुन रिल राम्रो हुन्छ? सायद यही नै सबैभन्दा ठुलो गल्ती हो, किनकि धेरै बिगिनर एङ्गलरहरूले पहिलो दिनमै रड रिल किन्नुहुन्छ, तर केही समयपछि त्यही रड रिल घरको कुनामा थन्किएको हुन्छ। किनकि तपाईँहरूले रड रिल किन्नु अघि फिसिङ सिक्नु भएको हुँदैन। यदि तपाईँ फिसिङ सुरु गर्न चाहनुहुन्छ र बिगिनर हुनुहुन्छ भने यो भिडियो तपाईँहरूको लागि हो, किनकि एउटा सानो गलत निर्णयले तपाईँको हजारौँ पैसा खेर गइरहेको हुनसक्छ। यदि तपाईँ च्यानलमा नयाँ हुनुहुन्छ र रिभर फिसिङ मनपर्छ भने च्यानललाई सब्सक्राइब गर्न पनि नबिर्सिनुहोस्, किनकि यहाँ हामी फिसिङ मात्र होइन, माछा वा नदीको बिहेभ बुझ्ने कला सिक्छौँ। एकजना सब्सक्राइबरले कमेन्टमा सोध्नुभयो, दाजु कुन रड किनौँ? मैले उहाँलाई एउटै प्रश्न गरेँ, पहिला भन्नुहोस् तपाईँले कस्तो टाइपको फिसिङ गर्नुहुन्छ। त्यसपछि उहाँले रिप्लाई गर्नु भएन। सायद उहाँलाई पनि म कस्तो टाइपको फिसिङ गर्छु भन्ने कुरा थाहा नभएको हुनसक्छ। अनि फिसिङ भन्ने साथै हाम्रो दिमागमा पनि रड रिलको याद आउँछ। तर साँचो कुरा के हो भने रड रिल भन्दा पनि पहिला हामीले टेक्निक सिक्नुपर्छ। यदि तपाईँ पुरा बिगिनर हुनुहुन्छ भने पहिलो दिनमै रड रिल नकिन्नुहोस्। पहिला एउटा लाइन, एउटा हुक र बाँस प्रयोग गरी एउटा सानो सेटअप बनाउनुहोस्। त्यसपछि फिसिङ सुरु गर्नुहोस्। तपाईँको मनमा प्रश्न उठ्न सक्छ, आखिर किन? किनकि यो सेटअपले तपाईँलाई माछाले कसरी खान्छ, माछालाई कसरी हुक गर्ने र लाइन कसरी नियन्त्रण गर्ने यी आधारभूत कुराहरू तपाईँलाई सिकाउँछ। यदि तपाईँलाई यो कुरा पनि थाहा छैन भने महँगो रड रिलले मात्रै माछा समात्न तपाईँलाई मद्दत गर्दैन। तपाईँलाई एउटा कुरा थाहा छ, यदि तपाईँ पसलमा केही सामान किन्न जानुभयो भने पसलेले तपाईँलाई रड रिलले रिकमेन्ड गर्छ, किनभने पसलेको काम सामान बेच्नु हो, तर तपाईँको काम आफ्नो आवश्यकता बुझ्नु हो। धेरै बिगिनर एङ्गलरहरूले आज फिसिङ गर्नु छ भने धेरै प्रकारको सामानहरू किन्नुहुन्छ, जस्तै धेरै प्रकारको हुकहरू, धेरै प्रकारका लाइनहरू, लुरहरू, रडहरू, रिलहरू र अनावश्यक ब्यागहरू, तर आधा भन्दा बढी त प्रयोगमै आउँदैन। त्यसैले सामान किन्नु अगाडि आफूलाई सोध्नुहोस्, म कस्तो प्रकारको फिसिङ गर्ने आज? किनकि सबै किसिमको रड रिलले हरेक टाइपको फिसिङको लागि बनेको हुँदैन। तपाईँले नदीमा फिसिङ गर्नुहुन्छ कि खोलामा फिसिङ गर्नुहुन्छ? तपाईँले नेचुरल बेट प्रयोग गर्नुहुन्छ कि लुर प्रयोग गर्नुहुन्छ? तपाईँको फिस टार्गेट सानो माछा हो कि ठुलो माछा हो? यी प्रश्नको उत्तरले तपाईँलाई कस्तो किसिमको रड रिल चाहिन्छ त्यसको निर्धारण गर्छ। अब तपाईँले त्यो सानो सेटअप प्रयोग गरी केही एक्सपिरियन्स लिनुभयो। अब रड रिल किन्ने बेला आयो। तपाईँको पहिलो रड रिल कुन किन्ने त? यदि तपाईँ पहिलो पटक रड किन्दै हुनुहुन्छ भने सायद तपाईँको मनमा पनि प्रश्न होला, कुन रड छान्ने? यदि तपाईँ पूर्ण रूपमा बिगिनर हुनुहुन्छ भने 5 देखि 8 फिटसम्मको मिडियम पावर भएको 2 पिस रडबाट सुरु गर्नुहोस्। किनकि यो रडमा सानो माछा लाग्दा पनि स्ट्राइक राम्रो महसुस हुन्छ। यदि अचानक कुनै ठुलो माछा लाग्यो भने पनि सम्हाल्न सक्छ। तपाईँले नेचुरल बेट प्रयोग गर्दा होस् वा लुर फिसिङ सिक्दा होस्, यो राम्रो विकल्प हो। सबैभन्दा महत्त्वपूर्ण कुरा, तपाईँको फिसिङ स्किल बढ्दै जाँदा पनि यो रड तपाईँले लामो समयसम्म प्रयोग गर्न सक्नुहुन्छ। धेरै बिगिनर एङ्गलरहरूले हेभी रड देख्ने बित्तिकै सोच्नुहुन्छ यो त निकै नै बलियो हुन्छ, तर बलियो हुनु र सही हुनु एउटै कुरा होइन। यदि तपाईँलाई अहिलेसम्म पनि आफ्नो फिसिङ स्टाइल थाहा छैन भने मिडियम पावर भएको 2 पिस रड सन्तुलित विकल्प हो। तर इम्पोर्टेन्ट कुरा, रड रिल किन्नु अघि सानो सेटअप प्रयोग गरी पहिला माछाको बिहेभ बुझ्नुहोस्, हुकलाई कसरी प्रयोग गर्ने त्यो सिक्नुहोस्, स्ट्राइक आउँदा कस्तो महसुस हुन्छ त्यो बुझ्नुहोस् र बेट कसरी प्रयोग गर्ने हुकमा त्यो सिक्नुहोस्। त्यसपछि मात्र आफ्नो आवश्यकता अनुसार रड रिलमा इन्भेस्ट गर्नुहोस्। यदि तपाईँले यो कुरा फलो गर्नुभयो भने मात्र तपाईँको पैसा जोगिन सक्छ र गलत सामान किन्ने सम्भावना निकै नै कम हुन्छ। अर्को भिडियोमा चाहिँ रडमा लेखिएको एक्सन, पावर, कास्टिङ वेट र लेन्थको विस्तृत रूपमा बुझ्नेछौँ। यदि तपाईँलाई भिडियो उपयोग लागेको छ भने लाइक गर्न नबिर्सिनुहोस् र यस्तै उपयोग भिडियोको लागि च्यानललाई सब्सक्राइब गर्न पनि नबिर्सिनुहोस् भन्दै आउनुहोस् आजको भिडियो म यही टुङ्गाउन चाहे। अर्को भिडियोमा फेरि भेट्ने बाचा गर्दै हस्त नमस्ते, जय नेपाल।